तपाईँ कहाँनिर हुनुहुन्छ? शिव मन्दिर यता 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 यहाँ हेर्न त्यो राख्न मिल्छ? मैले यस्तो खतरा चिज देखेर आएर कहाँ? देखा जस्तो लाग्छ मन्दिर चाहिँ तलै छु भयो भने पैसा कति हो? पैसा 50 रुपियाँ चाइनिजहरू कुनमा पर्छन्? चाइनिजहरूलाई 1000 पर्यो। यो सार्कलाई मात्र होला 500 त? सार्कलाई 500 अन्त 1000 होइन। फेरि भक्तपुरमा चाइनिजलाई छुट्टै छ फेरि। हो त्यो नगरपालिकै छुट्टै हो। यो सिद्धिलक्ष्मी लक्ष्मी मन्दिर हो वाइडमा भएछ नि त, वाइड घटाउनु पर्ने मैले। यो चाहिँ कुन हो अरे? कुन यो चाहिँ? यो शिव मन्दिर। शिव मन्दिर हो र? त्यो धेरै पुरा उताको इमेज पनि स्ट्याचु पनि देखाउनु हो नि कहाँको पल्टिरहेको। छत्र चण्डेश्वर पनि भन्छ, छत्र चण्डेश्वर पनि भन्छ, कामदेव पनि भन्छ। उहाँको चाहिँ लिङ्ग अलिकति उत्तेजित अवस्थामा रहेको एउटा शिवकै रूप हो उहाँ। ए भनेर चाहिँ यो हाम्रो शिवकै अवतार डिसफङ्सन हुनेहरूले चाहिँ उहाँको दर्शन गर्यो भने चाहिँ महादेवको अवतार भनौँ न एउटा अलिकति उत्तेजना पूजा गरेपछि। तपाईँलाई कस्तो पूजा गर्नु थियो तपाईँले? उहाँलाई चाहिँ न्यायको प्रतिमूर्ति पनि मानिन्छ। पहिला चाहिँ कसैले झुटो बोल्यो भने चाहिँ यहाँ ल्याएर कसम खायो भने यदि त्यो मान्छेले झुटो बोल्यो रगत छादेर मर्थ्यो अरे। अहिले चाहिँ के भयो त? अहिले त अनि त्यही भएर चाहिँ यो न्याय दिलाउनको लागि चाहिँ यहाँ प्रहरी चौकी पनि पछि स्थापना गरेको एउटै ठाउँमा चाहिँ यो अपराधीहरूलाई चाहिँ अलिकति कठघरामा ल्याउन उनीहरूबाट साँचो कुरा उकाल्न सजिलो हुन्छ भनेर यहाँ चाहिँ प्रहरी प्रभाव पनि छ एउटा। कुनै पनि मन्दिरहरू दर्शन गर्दा चाहिँ हामी एकदम दायाँबाट यताबाट घुमाउनु ल यसको perdido है म यो चाहिँ अहिलेसम्म घुमेको छैन होइन पछाडि आज ओहो यो चाहिँ नाइस रहेछ नि त। यो कुन मन्दिर हो? यहाँबाट हात छिराउने होइन फेरि भैरव फेरि भैरव उता हाम्रो उस रहेछ नि त डमरू जस्तो। बिग बेल उतापट्टि छ त्यो बिग बेल र यो बिग ड्रम र बिग बेल चाहिँ नवमीको दिन बजाइन्छ भनिन्छ। ओहो यो मन्दिर फर्स्ट टाइम मैले खोलेको देखेको होला। आउनुहोस् कृपया फोटो नखिचिदिनु होला छ नि त। यो मन्दिर विशेष छ नाम चाहियो कुन नाम चाहियो भन्नु ल। क्रिकेट भिडियो देखेर फेरि पछि यसमा इन्टरनेटमा भाइरल होला त्यो ब्लर गरिदिनु पर्छ। यो जगन्नाथ
उसले पारी गर्दै ऊ त्यो कागेश्वरी त्यो सेतो सेतो कुन चाहिँ त्यो सुरीले लानु माथिको ए यो चाहिँ यो कागेश्वरी यो जगन्नाथ होइन यो जगन्नाथ यो तपाईँलाई थाहा छैन जुन भिडियोमा युज गरेर हुन्थ्यो नि मैले यो दुईवटा बिल्डिङको हो नि त अलिकति मात्र पार्टहरू देखिन्थ्यो नि यो बिल्डिङको यो दुईवटाको क्या आधी जस्तो मात्र देखिन्थ्यो नि अलि पारी गएर हेर्नु त यता पारी आउनु त उयो यहाँबाट यो साइडबाट सरर गएको थियो नि सरर जान्छौँ यतातिर हो यो दुईवटाको हो क्या खिच्न चाहिँ अलि पारीबाट खिचेको यो चाहिँ के हो गिम्बल हातमा छ किन त यो सजिलो भएर होइन गिम्बलले सजिलो हुँदैन नि त गिम्बल यसमा फिट गर्नु मिल्छ होला नि गिम्बल यसको ऊ छैन यो लिङ्गो ठडाउने ए जात्रामा लिङ्गो है फेरि लिङ्ग होइन नि लिङ्गो कागेश्वरी यो पनि वर्षमा एकचोटि मात्रै खोल्छ अरे त्यो एरिया चाहिँ ठुलो है तलेजुको भूकम्पले के अरे यो भूकम्पले क्षति गरेको अहिलेसम्म बनाएर हो कि भने के रिपेयर खासै क्षति गरेन नि त अलिअलि होइन यो थाहा छ मलाई हनुमान ढोकाभित्र यो उस हो यो दरबार होइन त सङ्ग्रहालय हो यो अब यहाँ खिच्न मिल्दैन होला यो बारभित्र के छ बारभित्र के छ र ए यो के हो यो बारभित्र प्रताप मल्लले जानेका 15वटा भाषाको रेकर्ड छ उसले 15वटा भाषामा फरक भाषामा केही कुराहरू लेखेको छ यहाँ के लेखेको छ अङ्ग्रेजीमा चाहिँ भन्दाखेरि खिच्न मिल्छ कि मिल्दैन यार यो चाहिँ प्रताप मल्लको होइन त स्ट्याचु हजुर के भयो
अफिस 4:30 पुगेर बेलुका 4 बजी निस्किन्छु अनि त्यसपछि बरु जता गयो जाम लाग्छ कहिले खुल्छ थाहा छ है कहिले खोज्छ यो इन्द्र जात्राको दिन इन्द्र जात्राको दिन मात्रै खुल्छ स्वेट भएर रणबहादुर शाह होइन पहिला त्यो ओपन थियो नि होइन 1919 त्यो गेट बनाएको पनि खासै समय त भएको छैन नि त बिग बेल चाहिँ उता पारी छ बिग बेल बिग बेल होइन त धेरै परिवर्तन बनाइसकेको सबै है अस्ति नैसम्म बनाउँदै थियो अहिले बनाइसकेको रहेछ त्यो दसैँको दिनमा होइन खोल्ने के हो अरे यो मन्दिर चाहिँ त्यत्रलेको मोहन यो चाहिँ दशवतार पनि भन्छ त्यो हिप्पी टेम्पल हिप्पी टेम्पल यसलाई हिप्पी टेम्पल भन्छ यो पहिला हिप्पिजहरूले गाजा हान्यो है माथि चढेर टक्क माथि चढ्ने नगाएर हेरेर बस्ने टोलाएर बस्ने गद्दी बैठक गद्दी बैठक जुन चाहिँ राणा छोरो प्रधानमन्त्री हुँदाखेरि युरोप गएको अरे अनि यस्तै बनाउँछु मेरो देशमा भनेर राणा छोरो ल्याएर बनायो भन्नाले राणा प्रधानमन्त्री भन्दाखेरि कस्तो यो यार गएर मोमो खानुपर्छ कि यार हिँड्दा हिँड्दै भोक पो लाग्यो त यार बोली नै सिद्धो त मेरो कुमारी मन्दिर यो कुमारी मन्दिर होइन अगाडिको कुमारीको रथ राख्ने ठाउँ त्यो कुमारी 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 यो बसन्तपुर चाहिँ साँच्चै आउने टाइम चाहिँ कहिले रहेछ भन्दा नि इन्द्र जात्रामा रहेछ कि किन क्राउडेड भएर काठमाडौँको अर्कै स्वरूपै अर्को देख्नुहुन्छ कि तपाईँले मान्छेको घुइँचो पनि हुन्छ नि त फेरि त्यो मात्र होइन कि एभ्री वे त केही न केही एक्टिभिटी भइरहेको हुन्छ कि जस्तै यहाँ चाहिँ दशावतारको त्यो विभिन्न खेलाहरू भइरहेको हुन्छ बच्चाहरूलाई चाहिँ दशावतारको रूपहरू बनाइदिने होइन अनि यहाँ स्टेज बनाउने अनि उता रथ तानिरहेका हुन्छन् उता जात्रा आउने आइरहेका हुन्छन् जात्रा त होइन के भन्छ त्यसलाई त्यो झाँकी बाजा बजाउँदै झाँकी आउँदै गर्छ उताबाट यो चाहिँ दरबार बसन्तपुर दरबार गद्दी बैठक चाहिँ गद्दी बैठक त्यसलाई गद्दी बैठक भन्ने हो र आर्मीहरू गर्छन् फेरि आर्मीहरू भएको बेला चाहिँ मुख ननिकाल्न भन्छन् फेरि यो चाहिँ तपाईँको नारायण हिटी प्यालेसमा दरबार सर्नुभन्दा अगाडिसम्म यहीँबाट उ गर्थ्यो कि उनीहरूले सबै एडमिनिस्ट्रेटिभ कामहरू यहीँबाट हुन्थ्यो सोभेनियर्सहरू हेर्न जाउँ न यसो सबै विदेशी हुनुहुन्न चाहिँ धेरै जस्तो
हम भी विदेशी है भाई, हाँ? हम भी विदेशी है। ल बन्द गर्ने ल भएछ क्या छैन, प्याकिङ हुँदैछ तपाईँले रात भर खोलेंगे यहाँ पे। हजुर कुछ नहीं चाहिए दीदी, मेरो मरम भरिङमा डुबिसक्यो म कति आएर कुछ नहीं चाहिए दीदी। यो काठमाडौँ दरबार स्क्वायरको त्यो चाहिँ माथिको त्यो ठुलो छ नि त्यो जुन चाहिँ 5 तले अँ त्यो चाहिँ 5 तले 9 तले हो, 9 तले कहाँ हुन्छ 9 तले हो, काठमाडौँको 9 त्यो तले रानी दरबार रानी हो। रानी रानी होइन त्यो रानीको हेर्दाखेरि 5 तले देखिन्छ, यसको स्ट्रक्चर चाहिँ 9 तले छ। गीतै छ नि त काठमाडौँको 9 तले दरबार काठमाडौँको 9 तले त धरहरा होला, दरबार पनि भन्छ 9 तले दरबार यही हो कि भित्र छ क्या यो अडियो म कार्ड होइन गएको छु एकचोटि यहाँ खुलिरहेको बेला म्युजियममा अडियो कार्ड है। यो हामी सङ्ग्रहालयमा जाने बेला चाहिँ यहाँ पनि छिरिन्छ नि त माथि लाउनु थियो चिया, माथि पनि गइन्छ नि त 28 वर्ष पुरानो चिया पसल जाने। जाउँ न त यहाँ हो क्या मैले अस्ति तपाईँलाई भनेको थिएन यो के अरे मोमो खाने ठाउँ चाहिँ वैष्णवहरूको वैष्णवहरू मेन चाहिँ फोकस चाहिँ उनीहरूको लागि हो हुन चाहिँ होइन यहाँबाट भित्र उता अलि पारीबाट भित्र छिर्नुपर्छ क्या सानो बाटोबाट होइन माथि जानु जुत्ता सुत्ता फुकाल्नु पर्छ होइन झमेला हुन्छ। यो 9 तले दरबार ट्याटु हान्ने हो। खोइ ए के साँच्चीकै हान्न जान्ला हो कि हो घरमा लिएर जाने हो खोइ यता हेरौँ यसको टेक्सचर हेरौँ न स्ट्याम्प हो कि स्ट्याम्प हो कि यो चाहिँ ट्याटु स्ट्याम्प हो। मेरै छायाले गर्दाखेरि नराम्रो देखिँदो रहेछ तपाईँ मान्छे नराम्रो हल्का गोलो गोलो छ होइन क्यामेरा अफ हो कुन चाहिँ छैन 28 वर्ष पुरानो अरे ठाउँ देखाउँछ। ए बन्द रहेछ र मामाको चिया पसल। खोइ यहाँ त मैले खाएको जस्तो लाग्छ माथि गएर खाएको हेलो चिरोट देखियो हातको युट्युबमा हो ल भिडियो बनाउँदा भेट भयो है यो एउटा स्ट्यान्ड लिनुपर्ने थियो यसको लामो स्ट्यान्ड हुन्छ नि यो 360 लाई चाहिँ नत्र मिल्दैन नि त लामो चाहिन्छ 360 को लागि चाहिँ मसो छ त यार निकालौँ त्यो मेरो क्या त्यो त्यो नि छोटो हुन्छ त्यो त छोटो हुन्छ त्यो ननिकाल्नु यहाँबाट छिरेको थियो क्या यता कताबाट छिरेको थियो होइन धेरै पहिला हो होइन म गएको चाहिँ माथि 2-3 तले माथि जाने हो क्या जान चाहिँ मैले बिर्सेँ एउटा चिज देखाउँछु म तपाईँलाई मैले अस्ति एउटा कुरा गरेको थिएँ नि याद छ एउटा चिज कुन चाहिँ दुधबाट बनायो कि केबाट एउटा सिक्रेट ठाउँ यता अगर पहिला भन्दैन भन्दैन भिडियोमा त भन्दैन साउन्ड म्युट गरिदिउँ हामी मिल्दैन ब्रो ओ फाल्चा क्याफे रहेछ नि त यहाँ के झ्या खै कहाँ देखायो पिज्जा कहाँ जाला हो त्यो त कहाँ जानला
ओ यहाँ चाहिँ रहेछ नि त माहौल त कडा यहाँ चाहिँ रमाइलो माहौल रहेछ त यता चाहिँ यहीँनिर चाहिँ अझै सहर जस्तो रहेछ त्यो ओडको खासै मैले त्यो ओडको खासै मैले रिसर्च गरेन रिभर्स लिउँ न त युटर्न ए यसो गरौँ न एकसम्म गएर के खाऊँ होइन लास्ट भोक लाग्यो होइन त्यहाँ बोली नै ननिस्किने भयो क्या खोइ आकाश भैरव अब ओ आकाश भैरवको उनीहरू बडीगार्ड रहेछ नि त आकाश भैरव बडीगार्ड देख्नु होइन ओ दामी यार यस्तो हो नि त चुके मुसा हो यस्तो चुके सबै ढिला हुनुभयो लेट अघिको पो राम्रो थियो त अब त छिटिसक्यो तल झरिसक्यो उहाँ चाहिँ हाम्रो प्रोफेसनल फोटोग्राफर पनि हुनुहुन्छ यसरी बसेर हामीलाई हुन्छ खिच्दै हुनुहुन्छ घुँडा टेक्नु पर्दैन त मुसाले कसरी घुँडा टेक्नु नि लजाउँ अब भागिसक्यो हामी पनि त्यही खोज्दै हिँड्यो हामी यतैको त होइन कोटेश्वर र उतातिरको काली यता रहेछ यहाँ हिँड्ने बानी छैन क्या त्यही भएर हो हामी पनि यसो खोज्दैछौँ अलि स्मेल पनि राम्रो आएन कि यहाँ अब यतातिर त छैन जस्तो लाग्छ है मलाई चाहिँ ओ यहाँ के हो यहाँ त उस जस्तो छ नि जाऊँ न त एकछिन छिर्ने हो यहाँ छिर्ने हो यहाँ चाहिँ एकदम लोकल हो कि जस्तो छ ढाका के छ नामै ढाका त्यसो नखाउँ होला खाजा खान खोज्दा खोज्दै नभेटेर अब युटर्न लियो होइन जेसुकै भनौँ झम्के गुलेली स्वर चाहिँ हो क्या अरूभन्दा पनि यस्तो मिठो स्वर यहाँ त गाउनु भयो अन्ततिर नगाउनु है जेसुकै भन अरूलाई आउँदा जेसुकै भन म आउँदा चाहिँ ओइ भन हे झम्के गुलेली 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 मोमो खोज्दै देखा बस्छ टपक्क नखाएर मुखै नगएको मोमो खोज्दै हिँडेको मोमोको डल्ला रहेछ यार उत्तर रेस्टुरेन्टहरू यहीँनिर चाहिँ सहर जस्तो रहेछ क्या यहीँनिर चाहिँ मलाई चाहिँ सहर जस्तो लागेको चाहिँ हुरी पान्डा रेस्ट्रो मैले अलिक सेक्रेट ठाउँ त्यो केही छैन
सिक्नु पऱ्यो कि यस्तो आउन ठाउँमा नि आउँदा ठोक्यो त्यहाँ बाइक बुलेट ड्याममा हान्दियो बुलेट गयो MT-15 हेराहेरी भयो चाहिँ कोही भन यो स्टार पप्स नम्बर प्लेट मात्रै छ रहेछ नम्बर प्लेट जान्छ कहाँ जाने त हजुर जनकपुरको एउटा स्पेसल आइटम पाउँछ जनकपुरको भेजिटेरियन आइटम हो ट्राई गर्नु चाहनुहुन्छ के हो त्यस्तो यहाँ पाइन्छ क्या एउटा के छ त्यस्तो भेज आइटम हो खासै मिठो चाहिँ हुँदैन त्यसो होइन त के खानु त तै पनि ट्राई गरेको छु भन्ने चाहिँ भने मलाई लाग्छ ल के हो नाम चाहिँ के हो त्यस्तो नाम त के थाहा होला त्यसैलाई सोध्नुपर्छ जस योमा यो रूपमा पपुलर आइटम हो क्या हाँडी रेस्ट्रो एन्ड क्याफे हाँडी त हो नि अगाडि बन्द चाहिँ के जस्तो छ दसैँ लागिरहेको होला नि त अझै बन्द छ जस्तो छ के हो रोल्स एन्ड बन्स अरे नि त रोलिज एन्ड बन कहाँ रोलिज देख्नु भयो पिम्बहाल यसलाई पिम्बहाल भन्दो रहेछ यो ठाउँलाई थाहा थिएन लिट्टी लिट्टी त्यो लिट्टी भन्छ क्या त्यसलाई अब पिमाहाल यो आइपुग्यो होइन अनि अब विशाल बजार आइपुग्छ पिम्बहालको लिट्टी सप आयो होइन अब हामी न्यु रोडमा आइपुग्यौँ आउन चाहिँ यो के अरे सुन्दर आइपुग्छ अब एकैछिनमा के हो यो लिट्टी ट्राई गर्ने हो यहाँको जानकी लिट्टी खाइदिउँ न त एक्सक्युज मी जनकपुर जानकी लिट्टी भण्डार के हो खासमा लिट्टी लिट्टी भने चाहिँ खास यो हो ए खाएको हो खाना चाहिँ होइन के गर्ने ट्राई गर्ने हो खाइदिउँ न त चप खाने कि लिट्टी खाने चप खाने कि लिट्टी खाने जे खाए पनि खाइदिउँ न त ब्रेड चप त यसो निचार्ने पनि तेल तरर चिन्छ क्या अरे हामी खाएको न्याप्किनले थुप्रै आउँदैन तेल हो ओहो केमा पकाउँछ हौ त्यस्तो तेलमै पकाउने हो तेल भोलि नै आउँछ पकाउने तरिका खाऊँ न त त्यसो भए त ल हालिदिनु नि त कि केटा ल सबै केटा राखिदिनु यो के हो यो त्यो लड्डु होइन यो के पकौडा हो नाम गोलो गोलोको नाम के हो लड्डु हजुर दुईटा होइन पकौडा हुन्छ हालिदिनु। यहाँ राख्नु यहाँ राख्नु यो उहिले नहालेको लड्डु राम लड्डु भन्छ क्या यसलाई राम लड्डु ए यो राम लड्डु जस्तै मुङ दाल र चना दालको पकौडा भयो यता पकौडा उता राम लड्डु राम्रो ल राम लड्डुमा अलिकति मुला प्याज यिनीहरू हाल्छ यहाँ चाहिँ हालेर खाँदैन 360 इनेबल गर्नुपर्ने यार यस्तो आउँछ होला आउँदैन धेरै वाइड सुपर वाइड होइन वाइड मात्र यो चाहिँ पाउरोटी हो